नेताहरू भनेको झ्यालको पर्दाहरू होइन, उनीहरू घरका पिलरहरू हुन्। पर्दा तपाईँले मन परेन भने छिटो छिटो फेर्दा पनि हुन्छ। पर्दा फेरे जस्तो होइन, नेतृत्व विकासको एउटा लामो श्रृङ्खला हुन्छ। त्यसमा विश्वसनीयता जोडिन्छ, त्यसमा उनीहरूको परीक्षण जोडिएको हुन्छ। पटक पटक टेस्टेड नभइकन मान्छे नेता हुँदैन। एकचोटि चुनाव जित्नु कुरा त के ठुलो कुरा हो र। त्यसो भएर परीक्षण भएका, हिजो लोकतन्त्रको लडाइँमा ज्यान दिन तयार भएका, हिंसाका विरुद्ध शान्तिका पक्षमा ज्यान दिन तयार भएका र विधि निर्माणदेखि लिएर यावत कुराहरूमा अनुभव भएका मान्छेहरूलाई तपाईँले पुरानो भनेर इन्कार गर्नु हुँदैन। क्रान्तिमा नयाँ पुस्ता आउनु एकदमै राम्रो कुरा हो, हामी स्वागत गर्छौँ, उहाँहरू अगाडि बढ्नुपर्छ। तर हरेक नयाँ राम्रो हुँदैन अथवा हरेक नयाँले नयाँ नै रिजल्ट दिन्छ भन्ने पनि हुँदैन। नयाँले अनुभवको एउटा लामो श्रृङ्खला पार गरेर जानुपर्ने हुन्छ। त्यसो भएर म चाहिँ यो पुरानालाई किन भन्ने प्रश्न नै म त्यति सान्दर्भिक देख्दिनँ। प्रतिस्पर्धा गर्दा नयाँले राम्रो रिजल्ट दिनुभयो भने स्वाभाविक हो, नयाँप्रति मान्छेको झुकाव जान्छ। तर पुरानोप्रति वितृष्णा बढाएर त्यो नेगेटिभिजममा चाहिँ राजनीति स्वस्थ ढङ्गले अगाडि बढ्छ जस्तो मलाई लाग्छ।